बिर्सिएछु दुख्दा कहाँ गएछ आँसु बस्ने ठाउँ हेर्थे कति गहिरो रहेछ मुटु कप्पै झरे कहाँ रहेछ हँसेको छु कसले बुझ्छ पीडाको कहाँ कहाँ दुःख छ नरो भनी मलाई हामी चाहिँ दराज हेरेछौँ गाइस दराज यो दराज 13,000 अरे गाइस हामीले त यो दराज लिनु खोजेको होइन यो दराज त राम्रो लाग्यो के गरेको अब हिँड्यौँ अब हिँड्यौँ हामी त नाना कहाँ गएर आएको थियो हामी चाहिँ कानमा पानी पस्नु क्या हो कसरी कसरी नभयो क्या हाम्रो नाना घरमा त पानी पस्यो अरे गाई त तपाईँले मेन्टेन गरिदिनु है कसरी कानमा पानी पस्छ गाई घाम लाग्यो कस्तो रमाइलो घाम पछाडि नै यसरी नै बोक्ती भेनाले नानीलाई यसरी बोकेर पैसा रुयो भने म त बिहान चियाहरू टिप्नु जान्थेँ अनि इलाममा पैसा रुयो भने पछाडिपट्टि यसरी बाँधेर गाई भैँसी दुन्थ्यो कि म त यसरी बोक्नु नजान्ने मैले पनि मेरो बाबुलाई बोकिनँ हौ नबोकिनँ हुर्कायो सबै मम्मीले गरिदिनु बाउचैले भेना है यता 3 महिना गरे 3 महिनासम्म नानाले यहाँबाट गएपछि बाउचैले यो त बाउचैले हुर्काएको बाउले मेरो त नि मम्मीले यो नाक देऊ त होइन यो नाकलाई के पनि गर्नुहुन्न है माथि आउँदैछ होइन छुटे हुन्छ भगवान् होइन यो नयाँ घरमा नाग देवता प्रवेश गर्नु भएको छ होइन राम्रो हुन्छ होइन तर यहाँ आयो के साह्रो यो सर्पलाई मान्नुहुन्न नाग देवता तिमी उता उतै जाइदेऊ यता नआइदेऊ तिमी जाऊ जाँदै छैन नाग देवता तिमीले कसैलाई दो नगर ल नटोका ल त्यो नयाँ घरमा प्रवेश गर्नुभएको त राम्रो हुन्छ उता नजानु टोक्दैन उसलाई रिस उठायो भने टोक्ने हो उसलाई केही नाग देवता सरासरी उता जाऊ ल तिमीलाई यहाँ मार्दा फेरि देख्यो भने मान्छेहरू बुझ्छ नयाँ घरमा प्रवेश गर्नुभए त राम्रो धुप गाई त हामी त नाग देवता रहेछ होइन एकदम राम्रो हुन्छ सङ्केत आयो के यसरी राम्रो हुन्छ भनेर नेपालीले नाग देवता भन्छ विदेशीले खान्छ के नेपाली तर ढुङ्गा ठरिएको नि होइन नाग देवता हो गाई त अब नाना मानु त हुँदैन है मानु हुँदैन बरु धुपबाती गरिदिनु त उहाँ आफै जान्छ नयाँ घरमा प्रवेश गर्नुभएको हो गाई त्यसरी हेर्दा नि मलाई त आइहाल्यो मनमा साँच्चै आएर डर पनि लाग्छ होइन अब यसरी हिँड्नुपर्ने हुन्छ नडराउनु न हौ ल हामी त अब नानाले प्रष्ट नाग देवताको दर्शन गरेर आउनुभयो होइन तर हेर्नु मात्रै भयो ढोक्नु त भएन होइन हामी त अब नाग देवता भनेर मलाई सङ्केत आइसक्यो अनि म चाहिँ अब यसलाई यहीँ स्मरण गर्दै म बाटोतिर हिँड्न तर्फर भइसक्यो हाम्रो बाबुहरू आएर कहाँ गइसक्यो बाबु मामु भनेर चाहिँ रुइसक्यो होला हामी त यहाँ नाग देवताको भगवान हेर्दै बसिरहेको गाई हेर्नुहोस् ल गाई कति राम्रो ठाउँ
मेरो चाहिँ लङ भिडियो है तपाईँ सबैजनाले हेरिदिनु ल लङ यतै क्या गोराको घर हो होइन गोरा गरेको घर टुरिस्टको घर डोजरमा आफै लोड हुनुपर्ने मान्छेले लोड गरेछ गाई अनि जमानाको गाई न तपाईँलाई गाई बाटो चाहिँ सानो भएर ट्याट ट्याट बनाउँछ होइन तर यो ट्यान्ट बजाउने चाहिँ हरेन चाहिँ फुट्यो भने तालमा ताल फुटाइदिन्छ नमिल्ने होइन गाई यहाँ चाहिँ के झाँदैछ गाडीमा देख्नुभयो न आज नुहाएर कस्तो भइरहेछ तपाईँलाई कस्तो भइरहेछ हल्का भइरहेछ हल्का भइरहेछ अरे मेरो नानालाई गाई होइन के गर्नु काठमाडौँ ठाउँमा पानीको दुःख पानीको कम होइन गाउँघरबाटै खेलो खेलो पानी हुन्थ्यो खेलो खेलो हुन्थ्यो नि यहाँ किन नाना टन्नै हुन्छ यहाँ भने बरु सुन सस्तो होला यहाँ काठमाडौँमा पानी यस्तो महँगो छ गाई तपाईँहरू चाहिँ नआउनु है गाउँतिरै बस्नु हामी काठमाडौँ बस्ने मान्छे चाहिँ यहाँ रोज्दै कराउँदै बसिरहेको छौँ कोही कोहीसँग त बाँच्छौँ पनि त बुढा चाहिँ एकदम राम्रो छ हेलो गाई के छ भाइ हालखबर सन्चै हुनु आराम हुनुहुन्छ हामी बस्दाखेरि यस्तो थियो कस्तो थियो अहिले त फाल्टो बनाइसकेको छ एकदम वाउ बनाइसकेको छ अब हामी चाहिँ रुम आइसक्यौँ होइन नाना कस्तो भइरहेछ हाम्रो यात्रा बहिनी त्यसै छैन नाना चाहिँ भारी बोक्ने होइन यस्तो पनि हुन्छ मिस्त्री कुञ्ज भनेको छ होइन मिस्त्री कुञ्ज अब साह्रै कुद्नु हुन्छ अब गोलढुङ्गा आएपछि सास फेरिन्छ हौ यहाँ त आफ्नो रुम आएपछि त चिसो लाग्छ तपाईँलाई जाडो महिनामा राख्नु त कहिले सर्नु भन्नुहुन्छ होला गाइस होइन यहाँ चाहिँ सिस्नो टिपेर ठुट्टे ठुट्टे बनाइसकेको छ नि यहाँ सिस्नो खायो कति धेरै हामी रुम आइसक्यौँ गाइस फाइनली म यस्तो लुगा हाल्छु नि पछाडि लुगाएर स्वास्थ्य युट्युबमा हाल्नु भनेको आज मेरो लङ भिडियो यो दाइको आँखा के भएको हेर्नु गाई यो ठुलो बुवाको आँखा त के भएको आँखा अप्सन नकाउनु राम्रो अब ब्युटी भएर बिहा गर्ने ल अब हिँड्नु हामी चाहिँ अब हिँड्यौँ गाई चाहिँ हेलो मेरो नाना हेलो नमस्ते ढोक्रिया सन्चै हुनुहुन्छ आराम हुनुहुन्छ आराम छु एकदम सन्चै छु नुहाएर आएको कपालमा सुकिसक्नु लामो छ गाई छैन मेरो गाई त हेर्नु गाई नुहाएर आएको लट्टा छ बाबाजी जस्तै भएको हजुर हेलो गाइज उहाँ चाहिँ होइन उहाँ सिरियल खेल्ने त हो नि होइन राकेश तामाङ हो होइन उहाँ चाहिँ यहाँ मिस्त्री काम पनि गर्नुहुन्छ है यस्तो प्लम्बर यस्तो पनि गर्नुहुन्छ होइन उहाँहरूलाई यहाँ हाम्रो बहिनीको च्यानललाई सब्स्क्राइब गर्ने ओके धन्यवाद सेयर गर्ने अनि सब्स्क्राइब गर्ने ओके धन्यवाद युट्युबको लागि यसरी ठाडो होइन धन्यवाद ठाडो होइन यस्तो 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 गर्छु फेसबुकको लागि ठाडो युट्युबको लागि त्यो है धन्यवाद यता चाहिँ मेरो नानीहरू आइरहेछ है गाइड यता हामी नुहाएर आएको हो छैन उसलाई खिचेको थिइनँ मैले के छ मेरो नानी हो हालखबर छोरीहरू त हालखबर सन्चै हो धन्यवाद मेरो सानो हस् त सबैजनालाई धन्यवाद मेरो युट्युब च्यानल हेरिदिनुहोस्